सम्पूर्णमा नमस्कार, म सुजन दियाली। आज पनि तपाईहरु माझमा निकै लामो समयपछि सामाजिक सञ्जालमा भिडियो मार्फत जोडिरहेको छु। जुन भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्। एउटा यस्तो विशेष भिडियो लिएर तपाईहरु माझ आएको छु म। हाम्रो यो गाउँमा एकजना भाइले एउटा यस्तो साइकल बनाएका छन् जुन साइकलको 3टा चक्का छ। के पत्याउनुहुन्छ 3टा चक्का छ भनेर? कसरी कुदाउँछन् त ती भाइले ती साइकल। त्यो साइकललाई म तपाईहरुमा एकैछिन पछि देखाउने छु र त्यो साइकलको सम्पूर्ण जानकारी यही भिडियो मार्फत पार्ट 2 मा आउनेछ। अहिले भने पार्ट 1 मा चाहिँ त्यो साइकलको चाहिँ राम्रो रिपेयरिङ भएकै छैन, भर्खर जोडेर हल्का कुदाउन मिल्ने चाहिँ भएको छ। आउनुहोस् त्यो साइकललाई म देखाउँछु, त्यसपछि अरु कुराकानी गरौँ। क्यामेरा त्यस्तो ठाडे बनाउँ न। साइकल यस्तो छ। ती भाइको नाम मैले गोप्य नै राख्नुपर्छ। अहिले ती भाइको नाम बाहिर निकाल्न मिल्दैन। यहाँ 3टा चक्का छ, यो चक्का र अगाडि। अब ती भाइले चाहिँ मलाई के भनेका छन् भने यो पछाडि यस्तै यो जुन गियरको छ यसलाई यहाँ हाल्ने र यो यही चेनले यता पछाडि पनि कभर गर्ने, लामो चेन लगाएर कभर गरिसकेपछि अनि यसरी पाइटल मार्दाखेरि अगाडि दुवै चक्का यसरी पाइटल मारेर मिल्ने बनाउँछु भनेर भनेको छ। त्यो भिडियो पनि आउँछ। तर अहिले हामीले यसलाई कुदाएर हेरौँ, यो कुदाउन मिल्छ कि मिल्दैन, त्यो कुदाउन सकिन्छ कि सकिँदैन। जस्तै 2टा चक्काको जस्तै 3टा चक्कावाला कुदाउन कतिको सजिलो हुन्छ त। अब यसलाई विचार गर्नु। ती भाइलाई चाहिँ मैले एकदमै गोप्य राखेको छु अहिले। उहाँ भाइको केही दिनपछि हामी भिडियो गर्नेछौँ, ठिकै होइन? ल अब चाहिँ म भाइले बनाएको साइकललाई एकचोटि चढेर कुदाउँछु, कतिको सजिलो हुन्छ है त। यस्तो भयो, यसरी छ एकदम त्यो छ होइन। अब ल कुदा हेरौँ है त। चक्काले देख्नु यस्तो छ है, यस्तो हुँदो रहेछ। ल हेर्नुहोस् अगाडि भाइ नछन् न त, चेन नछन् न पखानाले कुदाउ देख्छु। कुदाउ त साइकल जस्तो छ यसरी चलाउन एकदम जस्तो पहिला थियो होइन त्यसरी चलाउन एकदम मिल्छ। यसलाई चाहिँ अझै मर्मत गर्ने भन्ने छन् ती भाइले। साइकल हेर्नको लागि हाम्रा भाइ बिना राखिसक्यो। अब यो भाइले बनाएको साइकल हेर्नको लागि सम्पूर्ण नानी बाबुहरू यहाँ उपस्थित भइसक्नु भएको छ। यहाँ हेर्नु यो दर्शकहरूले यसरी हेर्दैछन् है त, हेर्नु हुँदैछ है। अब यसलाई चाहिँ अझै राम्रो बनाउँछ। अनि भाइको एउटा यो नेपालको झन्डा चाहिँ हराएछ, कसले चोर्दै दुई भाइले चाहिँ 2टा झन्डा हराइसक्यो अरे, 2टा झन्डा चोरिसक्यो अरे यो भाइको। अब चाहिँ एउटा मात्र बाँकी छ। ल साथीहरू, अब यसको नेक्स्ट भिडियो केही दिनपछि आउनेछ। त्यो दिनसम्म धैर्य गर्नु होला भनिदिनु है भनेर ती भाइले चाहिँ मलाई भनेका छन्। नमस्कार, जय नेपाल।